मिस्टर सोनाम वाङचुक चाहिँ इन्डियाको लागि चाहिँ एउटा ठुलो एसेट भन्दा पनि हुन्छ है। उहाँको जुन प्रकारको एबिलिटी, जुन प्रकारको क्रिएटिभिटी, जुन प्रकारको क्वालिफिकेसन थियो, त्यो उहाँले चाहनु हो भने चाहिँ एकदमै एडभान्स कन्ट्रीमा गएर सेटल गर्न सक्नुहुन्थ्यो, त्यहाँनिर गएर काम गर्न सक्नुहुन्थ्यो। तर उहाँले त्यो गर्नु भएन। उहाँ इन्डियामै बसेर देशको सेवा गर्ने अप्सन चाहिँ चुज गर्नुभयो। उहाँले जुन चाहिँ मान्छेलाई इन्भाइरोमेन्ट प्रोटेक्सनमा अवेर गर्नुभयो, उहाँको इन्भेन्सनहरू जस्तै सोलर टेन्ट, जो चाहिँ इन्डियन आर्मीले कारगिल जस्तो जग्गामा युज गर्छ, अनि सोलर हाउस जो लद्दाखमा छ है, र एडुकेसन सिस्टममा उहाँले जुन चाहिँ रिफर्म गर्नुभयो र उहाँको एडुकेसनल इन्स्टिट्युटमा जुन चाहिँ नानीहरूले फ्री एडुकेसन लिँदैछ, त्यो चाहिँ देशको लागि एउटा ठुलो कन्ट्रिब्युसन हो। तर उहाँ चाहिँ 28 जुन 2026देखि चाहिँ हङ्गर स्ट्राइकमा हुनुहुन्छ। स्टिल अहिले पनि चलिरहेको छ है। तर मेरो हेर्नुमा चाहिँ उहाँले त्यो हङ्गर स्ट्राइक चाहिँ ब्रेक गर्दा पनि हुन्छ, किनभने बाई एनी चान्स उहाँको डेथ भयो भने पनि कन्ट्रीको मान्छेहरूलाई र कन्ट्रीलाई चाहिँ सायद त्यस्तो एफेक्ट हुँदैन होला। किनभने 1-2 दिन बाई एनी चान्स उहाँको हङ्गर स्ट्राइकमा डेथ भयो भने 1-2 दिन सायद भाइलेन्स होला, त्यो पनि गभर्मेन्टले कन्ट्रोल गरिहाल्ला होइन। क्यान्डल मार्च होला र सोसियल मिडियामा ट्रेन्ड होला। तर बिस्तारै बिस्तारै मान्छेले भुलिन थाल्छ। लास्टमा गएर उहाँलाई सम्झिने चाहिँ उहाँको फ्यामिली मात्रै हुन्छ। किनभने त्यस्तै घटना पहिला भएको थियो, जिडी अग्रवाल, यो नाम त सायद तपाईँहरूले सुन्नुभएको छ कि छैन है। उहाँ चाहिँ एकदमै हाइली क्वालिफाइड मान्छे। उहाँ चाहिँ कानपुर युनिभर्सिटीमा प्रोफेसर पनि हुनुहुन्थ्यो र उता अमेरिकाबाट पिएचडी गर्नुभएको थियो। उहाँले चाहिँ गङ्गा प्रोटेक्सनको लागि चाहिँ हङ्गर स्ट्राइक बस्नुभएको थियो र अक्टोबर 2018मा चाहिँ 111 डेजको हङ्गर स्ट्राइक गर्दाखेरि चाहिँ उहाँको मृत्यु भएको थियो। खै उहाँलाई अहिले अब सबैले भुलियो त होइन। र अब त्यस्तै चाहिँ अब सोनाम वाङचुककोमा पनि हुनसक्छ है। किनभने अब जे भए पनि यो चाहिँ हाम्रो कन्ट्रीको चाहिँ एकदमै हार्स बिटर रियालिटी हो। यादों के आईने में अक्स है बस तुम्हारा, मीठी सी वो